आज दसैँ आएको र किन कुकुरले खान्छ भनेर मैले नि त हिँड्दाखेरि झोला खाजा लिएर आइयो मासु लिएर आइयो अब हिँड्दैछौँ हामी बाटोमा अगाडिबाट मेरो कि देऊ न आउने गरी चियापत्ती भएन मम्मी पानी जो हाली छैन दुध मात्रै भर खाएको त के पकाउनु If you are sitting on a table, गाइजले खाएको खान सकिन्छ गाइजले खाएको खिच्नु पर्यो गाइज र गाइजले लुकाएको एक पिस निकालो गाइज चुपेर गोलमारी दुधको चिया खाना लागेको खाजाका रूपमा कस्तो लाग्छ होला गोलमारी रमाइलो लाग्छ मिठो भन्छ गोलमारी कस्तो लाग्छ मिठो छ तातो कस्तो छ टेस्टमा मैदाको के अरे यही गर्नु है फुल त कति रहेछन् यस्तो फुलहरू कति फुल्यो कि है त्यो नि फुल हो होइन ऊ त्यहाँ तल त्यो छिप्रो देखियो टमाटर भएछ खसीको मासु काट्ने पकाउने खाने रमाइलो गर्ने के राम्रो धिको दिएछ है यो नि तिमीले खाने यस्तो छैन छाला पनि छैन हड्डी पनि छैन केही छैन केही छैन धेरै राम्रो छ मेरो आइपिओ पो बनेन जमाईको भिडियो बन्छ जमाईको मेरो आइपिओ बनेन ज्वाइँको भिडियो बन्छ तिमी डराउँछौ त
स्वाद फरक हुन्छ है यसमा पिसेको र यसमा पिसेको त कति फरक हुन्छ कति यसमा त मिठो हुन्छ त्यसै त्यो मसलाहरू राख्यो भने फिट्नुपर्छ मासुमा मसला राख भुटान 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 भेट्न लागेको अवस्था एकछिन राम्रो आउँछ लसुन प्याज लसुन अदुवा हाल्नु लागेको अवस्था मसला राख्नु अर्को पिसेको राखेँ अर्को अब राख्छु थोरै दिनु है मलाई थोरै दिनु खाइ माग्छु ऊ आउनुहुन्छ हाकिम साहब होइन हाम्रो दादा हाकिमजी के हो ममा ए ममा मलाई भुटान हाल्दैन त मेरो भागको कलेजो चाहिँ राखिदिनु मेरो भागको भयो त बन्दी चाहिँ हो तिमीले मासु मासु खान बस्यो त नि दुईटी मासु खाने हो मासु को भागमा नि मासु नेन्सी मासु कस्तो ठाउँमा बा गाडी चलाएर मान्छे बोकेको छ दादा मासु दादा मासु आमा मासु बेटो खाऊ त हातले कमसम्म मम्मीले खाएको खिच्छ अनि बल्ल बस खानु न समसम तपाईँ खानु म खाइहाल्छु